हेलो साथीहरू, सबैलाई गुड मर्निङ। यसरी फोहोरको डब्बाहरू चाहिँ लाने दिन यसरी मान्छेले घरभन्दा बाहिर यसरी राख्दै हुन्छ। अनि तपाईँको चाहिँ गाडी आउँछ यसरी ठ्याक 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 घरको अगाडि राख्दै हुन्छ। हो पर लाइनै देख्नुभयो कति धेरै छ वारपारि। अनि कुन दिन कुन एरियामा निकाल्ने भनेर सबै त्यहाँ घरमा पात्रो राख्दै हुन्छ। अनि आफूले त्यही दिन चाहिँ त्यही समय त्यही दिन हेरेर आफूले निकालिदिने, बेलुका निकालिदिने, बिहान चाहिँ गाडीहरू लिएर जान्छ। यी अन्त सबै यसरी हो पर देख्नुभयो। यो चाहिँ आज चाहिँ अब यो प्लास्टिकहरू सम्बन्धीको सामानहरू जान्छ यसलाई। र तपाईँको त्यो खानेकुराको फोहोरको फेरि कुनै दिन अर्को कार्ता हुन्छ यहाँ चाहिँ पेपरहरूको, त्यसरी जान्छ। आफूले हेरेर निकाल्नु पर्ने हुन्छ। हेर्नु त देख्नुभयो, पल्ला छेउदेखि पल्ला छेउ यो हो नि त सिस्टम। यसरी चक्कर राख्दै हुन्छ अनि लिएर जान्छ है त। भिडियो मन पऱ्यो लाइक सेयर कमेन्ट गर्नु नभुल्नु। हेर्नु कति हरियाली छ, कति सुन्दर छ है। हस् त, धन्यवाद।